कुलमान घिसिङको आगमनसँगै लगभग धेरै जस्तो ठाउँमा लोडसेडिङ मुक्त जस्तै भएको छ। कतिपय ठाउँमा तार नपुगेर र कतिपय ठाउँमा कर्मचारी नपुगेर अझै पनि जनताहरू टुकी मोमबत्तीमै जिन्दगी गुजार्न बाध्य छन्। तर सहरी क्षेत्रमा भने लोडसेडिङ मुक्त जस्तै भएको थियो भने अब कुलमान घिसिङको पद आजबाट मुक्त भयो भनेदेखि के अब फेरि देशमा लोडसेडिङ हुने हो त? के अब फेरि जनताले हिजो थन्काएको इन्भर्टर, ब्याट्री, सोलर फेरि झिकेर राख्नुपर्ने दिन आउने लागेको हो त? यो देशमा के कुलमान भन्दा राम्रो काम गर्नको लागि नेताहरूले अर्कै कार्यकारी प्रमुख राखेर एकचोटि हेर्न खोज्या हो त? कि व्यापारीसँग मिलेर ब्याट्री, इन्भर्टर, सोलरको व्यापारको अझै धेरै विस्तार गर्नको लागि फेरि जनतालाई लोडसेडिङमा बस्न बाध्य बनाएर ब्याट्री र सोलरमा फेरि ब्याट्री र सोलर चलाउने दिन आउन आँटेको हो त? तपाईलाई के लाग्छ? अहिलेको जुन कार्यकारी प्रमुख नयाँ नियुक्त हुनुभएको छ, उहाँले के कुलमान भन्दा राम्रो काम गर्न सक्नुहुन्छ त? यदि सक्नु भएन भने के जनता रोडमा आउन बाध्य हुने वातावरण फेरि सिर्जना हुन आँटेको हो त? के जनताले फेरि आफैले राम्रो मान्छेलाई चुन्न पर्ने अवस्थाहरू सिर्जना भएको हो त? कि जनताले विश्वास गरेर होइन कुलमान घिसिङले भन्दा राम्रो काम गर्ने मान्छेलाई ल्याएको हो भनेको हो त? के हो त यो? अब हामीले यो कुरा सब हेर्न बाँकी छ। तपाईलाई के लाग्छ?